हामी ठिकै टाइममा आएछौँ नि हामी त्यति लापरवाह पनि रहेनछौँ जति हामीलाई मम्मीले भन्नुहुन्छ हेलो गाइस भन्दै हामीलाई जिस्काउँदै हुनुहुन्छ हैन प्राय सबैजनाले मलाई हेलो गाइस भन्दै जिस्काउँदै हुनुहुन्छ तर हामी त्यस्तो सानोतिनो जिस्काइले हामीलाई केही फरक पर्दैन हैन गाइस हामी निस्किरहेको छौँ किनभने अब बाइ बाइ कसलाई बाइ बाइ गरेको ट्रेनलाई चाहिँ बस्ने हो यसको टिकट हरायो हैन अब यसलाई मैले कहीँ पनि पठाइनँ लास्टमा फेरि यसलाई बोकेर मैले घर जानुपर्ने भयो यहाँ लाइन लागेर हामी एकछिन बस्नुपर्ने भयो हामी जाँदैछौँ अब घरतिर किनभने ट्रेनले हामीलाई कतै पनि लग्दैन अहिले मलाई के लागिरहेछ भने अब चाहिँ लास्टै भिड बढ्यो होइन अनि सायद त्यो ट्रेन हिँड्छ होला गाइस मैले कस्तो ट्रेन मिस गरिरहेको छु त्यो ट्रेनको आवाज मैले यस्तो मिस गरेको छु होइन मैले कस्तो सुन्छु एकछिन बस्नु न भनेको हाम्रो भाइलाई खतरा हतार लागेको छ भाइ मलाई नि जक्सन आएको बेला फिलै भएन क्या फिल नै भएन त्यो ट्रेनको आवाज हुन्छ नि त्यो टु गर्दै आउँछ होइन त्यस्तो रमाइलो हुन्छ अहिले चाहिँ भयो भने फेरि एकचोटि निस्किनु पर्ला ल ओके ल अहिले चाहिँ हामी जाँदैछौँ किनभने हामी अलिकति इन्टरनेसनल सपिङ गरौँ भनेर क्या मम्मीले अघि बिहानै हामीलाई के भन्नुभयो भने तिमीहरू जहिले घुम्न जान्छौ तिमीहरू काम गर्दैनौ भन्नुभयो अनि आज हामी काम पनि गरिहालौँ न त भनेर हामी इन्टरनेसनल सपिङ गर्छौँ अहिले हाम्रो इन्टरनेसनल टुर चाहिँ अब यतिमै सीमित रह्यो हाललाई भित्र रेस्टुरेन्ट ओ अच्छा युटिलाइज गरेको छ त्यो बिग्रेको ट्रेन हैन त हो रहेछ रेस्टुरेन्ट खोलेको रहेछ रियल कोच रेस्टुरेन्ट जोगबन्दी अलराइट त्यस्तै छ दुःख पाइयो दुःख त पाइएन धेरै दिनपछि जक्सन आयो तर मैले चाहिँ त्यो ट्रेनको जुन कुद्दै गरेको ट्रेन हेर्छु भनेर सोचेको थिएँ त्यो चाहिँ अहिले पोसिबल भएन हेरौँ भरे अब त्यहाँबाट यसो सपिङ गरेर निस्किँदाखेरि टाइम मिलो ओरो म्यानेज भयो भने चाहिँ हामी आउँछौँ आवाज सुनिन्छ होला ए सपिङ गर्दा त आवाज सुनिहाल्छ नि यहाँ त बजार छ अनि यहीँ त रेलवे स्टेसन छ तर अब देख्न चाहिँ पाइएन कुदेको ट्रेन सबै रोकेको थियो फ्रिज भएको थियो कसले त्यो उयो खेले जस्तै क्या के भन्छ मुभ स्टप भनेन हो त्यही बेला यताबाट जाने भाइ हामीलाई पुग्छ होला भाइ हाम्रो इन्टरनेसनल ल त हामीले मानेकै छैनौँ हामीलाई इन्टरनेसनल ल थाहा पनि छैन यतिकै घुम्दै र फिर्दै भयो आमामा घाम त लक्क भयो चाहिँ अब त चिसो भइरहेको कति सानो सानो ठाउँमा पसल नि हो यहाँ यत्रो सडक छ यत्रो होटल छ यत्रो सडक छ किराना पसल यत्रो सडक छ त्यहाँ उयो छ क्या होलसेल पसल छ यत्रो सडकमा हेर सक्नुहुन्छ र कति सानो सानो ठाउँ क्या हाम्रोमा चाहिँ कत्रो ठाउँ हुन्छ होइन तर पनि त्यहाँ हाम्रो ठाउँ पुगिरहेको हुँदैन यहाँले सबै पुगि पनि रहेको छ पसलमा आँगनमा छ पसल कि पुरै बाहिरै इन्डियामा पनि पम्प चाउचाउ पाउँदो रहेछ इन्स्ट्यान्ट त्यस्तो नि त भाइ इन्टरनेसनल मार्केट खाइसक्यो नि त वाइ चाउचाउ त फेरि फेभरेट हो नि त अनि इन्डियामा पनि त धेरै नेपालीहरू हुनुहुन्छ यहीँ पनि हामी नेपाली बोल्छौँ अब यता बजार गएर त्यहाँ पो हाम्रो भाइले हिन्दी बोलेको खतरा हिन्दी बोलेको अनि भाइले झन् कन्फ्युज गरिदियो होइन त्यो भाइलाई अनि मैले हल्का हेल्प गरिदिएँ यिनीहरूको त हिन्दीमा के भयो खिचडी बनाइदिएँ अब भाइ सपिङ गर्छ अलिक बिजी छ अब हेर्दै चाहिँ के हुन्छ यता एक्जिट जोगबनी एक्जिट चाहिँ होइन नि फेरि यो किनभने बजार त यहाँ पनि छ नि त होइन भाइ होइन हो यो भाइ अब के किन्छ भाइले आज मलाई के किनिदिन्छ आज भाइले सपिङ गरिदिन्छ अब हामी जाने सम्हालेर सम्हालेर ओके अलिक भिड पनि अलिक कम भएछ अहिले त भाइ कस्तो दामी दामी ब्याग उताबाट हिँड्न हौ के गरेको यार त्यसले त मार्छ होला गाइस मलाई त यस्तो राम्रो बजार छ यहाँ गाइस कस्तो राम्रो उयोहरू चस्मा मैले लगाइरहेको छु भनेको लास्टमा यो हिँड्दैछ दादा भएर यता गाइस अब हामी अलिक सपिङमा बिजी आफ्नो टाइम आएगा वाला भेस्ट किन्ने म किन्दिनँ अब सपिङ हुन्छ एकछिन अब भिडियो एकछिन क्लोज हुन्छ हामी राम्ररी सपिङ गर्छौँ विस्तृत भिडियो चाहिँ अब अहिले आउँछ है त भाइ भेस्ट रहेछ हौ लिने हो नलिने डरै लाग्यो लुगाहरूको बजार अनि यहाँ छ चप्पल अनि दाजुले ताला चाबी पनि दिँदै हुन्छ भाइ यहाँबाट के एउटा मल जस्तै छ होइन अनि त्यो मलको छेउमा यस्तो भित्रपट्टि जाने बाटो छ अनि त्यहाँ चाहिँ एउटा मैले पसल मैले टिकटकहरूमा कता देखेको छु अनि त्यहीँ जानुपर्छ रहेछ ओके म हेर्दैछु ल
आउने जोगबनीको नयाँ होलसेल दरबार होलसेल माय गॉड साडी कुर्ता लेकर चलना पड़ रहा मेरा अकाउंट पे यहाँ मलाई भाइले जस्तो नयाँ नयाँ होलसेल वेट हामी इन्डिया आएको भाइ ए यहाँ खुलेको रहेछ नयाँ कहाँ? नयाँ बिल्डिङ बिल्डिङ यो होइन हौ मैले भनेको बुझेँ गाइज एकदमै धेरै भिड भाइ जुत्ता तपाईँ यहाँ हेर्ने हो सपिङ स्टार्ट भइसकेको छ हामी इन्टरनेसनल सपिङमा बिजी भइसकेको छौँ होइन यसले के हेरेको जुत्ता हेरेको जुत्ता हेरेको हेर्न त कुन मन पराउँछ त्यसले थाहा छैन धेरै डिजाइन मन कन्फ्युजन छ परेन। यसको लाइफमा यो जुत्ता चेक गर्दैछ अगाडि अब यसमा फेरि के भन्ला यसले आज मोबाइल सपिङ गराउँछ यसलाई मन त पर्यो मन परेन साइज भयो मन परेन किन मन परेन अब कस्तो मुड चेन्ज हो के किन डिजाइन मन परेन अनि अर्को हेर्दा हुन्छ नि त छैन त के हेर्नु ओ माई गॉड अब next भाइले आएर यत्रो next इन्टरनेसनल हेर्नुपर्छ। सपिङ गरेको रे यसले त गरेन यार ठिकै छ अर्कोमा जाउँ न त अर्कोमा काहीँ त हुन्छ होला नि त जाउँ हामी जाँदैछौँ सपिङ गर्न भाइसँग अगाडि अगाडि मोर्छु भाइको पछाडि पछाडि यता अरू अरू चिज पनि छन् गाइस देख्न सक्नुहुन्छ फलफुल त कति भाइ भोके चप्पल यहाँ छ होला कि हिँड्न अगाडि He is very confused, guys. He is very confused. हेर्दा राम्रै देख्यो कि खुट्टामा लगाएपछि कस्तो डिजाइनै मन परेन क्या लौ मारो यसले अब त्यो दाइको अगाडि भनेको थिइस् भने त तँलाई त्यही त भनेको त त्यही भने त त्यही हेर्दै जाउँ मैले भनेको यो चाहिँ कहाँ आएको छैन अझै अगाडि छैन होइन हेर्दैछौँ हामी हेर्दैछौँ धेरै छ गाइस कन्फ्युजन छ सपिङ गर्न भयो हट भिडियो बनाउँदै थिएँ अनि यहाँ सब्सक्राइब गर्नु भएको गरिदिए यहाँ सब्सक्राइब हाम्रो बिग फ्यान भिडियो हेर्नु होला भरे आउँछ हाम्रो 500 को कोर्स होलसेल साडी देऊ। माथि मेरो बिहेमा म आउँछु काटिदिनु होला भाइ होलसेल को चलो भिडियो आउनु भयो भने एक्स्ट्रा डिस्काउन्ट भोटकेमा घन्टीमा इन्डियामा आएर त त्यस्तो नभन्न यार गाह्रो हुन्छ जोगबनी बजार अर्काको मुसलमा गएर मलाई डिस्काउन्ट दिएर ल साइको भाइको पसल जस्तै कुर्ता नै लाउँदिनँ कि नत्र म किन्थेँ नि कुर्तै खासको हेर्न त यहाँ छ हेरिरहेको साडीहरु लाने हो साडी तर्न पर्दा लेख्नाहरु साडीको होलसेल होइन लाने होइन साडी लाउँदैन नि कार बिजी भयौँ होइन मैले खोजेको पछाडि मैले अहिलेसम्म भेट्दिनँ अरू मलाई बाटोमा सबैले भनिसक्नु भयो तर सबै म भइसकेको छुइनँ नानी त्यो चाहिँ गाह्रो छ सपिङ गर्न पाइयो तर सपिङ होला जस्तो भएन यो हन के सर मलाई नै बजाएको जस्तो लाग्यो यार मलाई त साइड लाग्यो अरे उडाइदेला नि तँलाई भाइ यहाँ पनि रहेछ भोट यहाँ भोट चलिरहेको छ के रहेछ भोट चलिरहेको छ यता पनि भोट चलिरहेको रहेछ गाइज हाम्रोमा मात्रै होइन इन्डियामा पनि भोट चलिरहेको रहेछ क्यार होइन देखिरहेको छु म केही यहाँ सानो सानो केही कता कता गाह्रो छ गाइस लास्टै धुलो धुलो भयो सपिङ गर्न आएको अरे भाइ मैले भनेको आयो है आयो मैले भनेको पसल चाहिँ आयो तर अब त्यहाँ त्यो भयो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भने छैन क्या खोल्दा गर्नु रासनमा सामान पाउनु गाह्रो छ यहाँदेखि यता होला ओके मर्यो गाइस मर्यो अति धेरै भिड हो क्या मेरो क्यामेरा त यस्तो यस्तो भइरहेको क्या भाइ अरू त त्यस्तै हो क्यामेरा यस्तो यस्तो भइरहेको छ वेट भाइको यहाँ लेस खस्क्यो भाइ हिँड्दा पीडित जोगबनी त हिँडिसकिँदैन क्या कति धेरै भिड हो हेर्नै सक्नुहुन्छ तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ के साह्रो भिड हेलो गाइस भन्दै हामीलाई जिस्काउँदै हुनुहुन्छ होइन प्रायः सबैजनाले मलाई हेलो गाइस भन्दै जिस्काउँदै हुन्छ तर हामीले त्यस्तो सानोतिनो जिस्काइले हामीलाई केही फरक पर्दैन होइन हामी जाँदैछौँ तर त्यो धेरै पछाडि छ अरे भनेर सुनेको थिएँ भाइ त्यो पसल अब हेरेर म कहाँ हो थाहा छैन सुनेको भरमा आइएको छ अब टिकटकको भरमा आइयो होइन देखा पुग्नेहरू थियो होइन कुद्दा हैरान छ अघिदेखि त हामी
भाइ यो नाम देखेर मलाई हाम्रो त्यो अङ्कलको याद आयो अटल कुकिङ समथिङ समथिङ गाइज यसले सपिङ गर्ला जस्तो लागेको थियो तर फेरि अहिलेको जस्तै मुड चेन्ज हुन्छ कि लाउने बित्तिकै केही भन्न सकिँदैन किन त खोजिरहेको छ के हो तरिका हो ए भाइले यहाँ अघि खाजा दिएको रहेछ तर हामी यहाँको खाजा खाँदैनौँ के भयो पुगो साइज हेरेको कुन मन परेको मन केटी मान्छे भएको भए नि गाइज यतिखेर 50वटा चिज किनि सकिन्थ्यो होला होइन यो केटोलाई केही मन परेको छैन यो मन परेन त्यो मन परेन खै के मन परेन अनि त साइज मिलेन नि त हो हे प्रभु कति नम्बर हो भाइ तिम्रो 6 7 यत्रो पसलमा आएर यसले अहिलेसम्म उसको साइजको जुत्तै भेटेन गाइज तपाईँहरूलाई होइन यसले किनिसकेपछि म देखाउँछु किनभने यसले किन्दा किन्दै 1 घन्टा लाग्छ जस्तो छ यहीँ फाइनली भाइले एउटा सपिङ भयो भाइको इन्टरनेसनल सपिङ गर्न आएको थियो लास्ट गाह्रो भएको थियो नि यार लेट्स ट्राई अब यो राख्ने चाहिँ केमा तेरो ब्यागमा त भरि हैन कस्तो खालको रहेछ यार यसले मेरो बेइज्जत भयो मेरो ओइ त्यसरी माल्न म दिन्छु नि यार कस्तो खालको रहेछ त्यसो नगरौँ गाइज हामीले खोजेको थियौँ कि यहाँ पसल यो पसल आउँदा आइपुग्यौँ होइन तर यो पसलमा जाने अवस्था छैन त्यो पनि हामी एकचोटि कोसिस गर्छौँ भयो भने भइहाल्यो भएन भने भएन भिड नभिडिसक्यो ढोकासम्मकै भिड्छ अब यो खै फेस्टिभल होला कि होला म त गलेँ देखेरै गलेँ कति धेरै भिड हो यहाँ के फ्रीमा दिएको सामान लास्टै भेट्छ अब के थाहा फ्रीमा दिएको जस्तो तर भिड छ गाइस के हो सामान त भनेको नि मैले खोजेको त्यो चाहिँ मैले पाइनँ भनेर अब कामै छैन होइन कताबाट जाने हो जाने हो खाली हुँदैछ ए निस्किँदै हुन्छ ल एकचोटि जान चाहिँ जाऊँ होइन एकदम धेरै खाली हुँदैछ हो एकदमै खाली हुँदो रहेछ यार उल्ला है कतिजना गइसक्नु भयो अझै कतिजना हुन्छ खाइदैन कता अति हो क्या यो वेयर इज द शप सब चाहिँ यही हो है हेर्न एकचोटि सबै हेरेर राम्रो भाइलाई म कुर्ता सुरुवाल किनिदिन्छु लाउँछ भाइलाई आउँदैन ए माथि तल त कसो भयो भने हामी चाहिँ माथि आएको छ नि पसल छ भनेर हेर्दै जाऊँ कता हुन्छ हेर्दै जाऊँ पसल आइपुग्यो तर पसल मात्रै आएर भएन सामान पनि भेट्नु पर्यो होला भाइ साडी किन्न आएको हो बुहारीको लागि भाइले किन्न पनि सक्छ बुहारीको लागि केही भन्न सकिँदैन अनि आज रोज डे रहेछ भाइले किनिदिनु हो कि बा सपिङ कसको लागि हो आइसकेको छ यहाँ एउटा लुगा पसल तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ मलाई एउटा लुगा होइन भनेर भाइले हेर्दैछ रोज डेको दिन गिफ्ट दिने भनेर रोज डेको दिन रोज दिने हो भाइ अनि त्यही पनि मलाई होइन बुहारी नानीलाई हेर्न सक्नुहुन्छ तपाईँहरूले एउटा लुगा हेरिरहेको छु होइन तर होइन यो डिजाइन खोजेको होइन होला हो कुन खालको खोजेको छैन फोटो भिडियो छैन मेरो दिमागमा मात्रै धेरैवटा पसल गयो तर खासै सबै भएको छैन मलाई मनै परेन अनि मैले खोजेको चिज भेट्दा पनि भेटिएन भाइ मजाले हेर्दैछ यसले चाहिँ आज एउटा सपिङ गर होइन आज त म पो लास्टमा पत्र भयो त यार त्यो सपिङै भएन यो बाटो चाहिँ हिँड्दै सकिँदैन क्या कस्तो धेरै भिड छ पसलमा होइन अनि मलाई एउटा क्याप मन परेको छ मैले ट्राई गर्न आँटेको भाइले समाउँछ है अब कैसा लगा सेम टु सेम बाँदर चाहिँ नभन है होस् केही भन्दिनँ भन्दैन ल ठिकै छ भरे के थाहा नि यसको त भरै छैन क्या मलाई यहाँ माथि चस्मा लगा न चस्मा कहाँ राखेँ कहाँ राख्नु भयो चस्मा चाहिँ यहाँ आँखामा मास्क लगा चोर देखिन्छ ठिक छ मन पर्यो नि एकदम घरमा गएर रिग्रेट हुँदैन नि किने भनेर हुँदैन ओके गाइस मैले फाइनली भाइको लागि बेहुली भेटेँ यहाँ देख्न सक्नुहुन्छ कति धेरैवटा बेहुली लुगा त किन्दिन नि फेरि
यहाँ पसलमा आयो होइन तर म हेर्छु चाहिएको त केही थिएन कि एउटा यहाँ रेडिमेड पसल भेट्यो भने चाहिँ जान्छु भनेर सोचेको थिएँ के चाहिएको होइन म हेर्दै मात्रै ओइ भाइ यो ट्रेन अहिलेसम्म हिँडेन गाइज एउटा ट्रेन देख्यो अघिको हाम्रोवाला ट्रेन बच्चाको लुगा रहेछ यहाँ बच्चाको लुगा हामी लिँदैनौँ हाम्रो घरमा भाइ र म मात्रै छौँ हामी बच्चा रहेनौँ मैले गर्दा घर हो त्यो ए होइन ए यो आफै झर्दो रहेछ यसमा भूत लाग्यो झरेको गर्छ हजुर के गरेको सपिङ गरेको तर आइज न एकचोटि मलाई चुज गर्नै गाह्रो भइसक्यो क्या लुगाहरू खाइदिइहाल्छ लुगा होइन भाइले मन पराउँदैछ मेरो लागि लुगा मलाई यो कलर सुट गर्छ यसले कम्प्लिमेन्ट पनि दिन्छ को कलर एउटा म्यारुन हुन्छ एउटा पिङ्क हुन्छ यो जसरी म्याट पिङ्क भएन यसमा म्यारुन पनि हुन्छ के हो तेरो पारा मेरो हैन एउटा सपिङ गर्छु जस्तै लाग्दैछ अब चाहिँ हेर्नुस् लुगा पर्फेक्ट हाम्रो पसलको नाम भनिदिनुस् गाइले पसल नयाँ पसल हो ठिकै छ तर हामी आइ नयाँ पसलमा हजुर के मन पर्यो भाइ नभन् के मन पर्यो म चेक मात्रै गर्दैछु मन परिसकेकै छैन अहिले तेरो बिहे लागेको हो तँलाई हैन बिहे सक्यो त हिजै रक्षाको फेरि कुन लिनु पैसाको सपिङ होइन जो बनेको हाल खबर यस्तो छ हाम्रो भाइ यहाँ थाकिसक्यो अनि यहाँ छ झुम्काहरूको बजार एउटा फलफुलको फाइनली हामी आइसकेको छौँ अब चाहिँ मम्मीको काम अब हामी मम्मीको कामको लागि आइपुग्यौँ होइन मम्मीको कामको लागि हामी आएको छौँ किराना पसलमा किराना पसल यति धेरै भिड छ भयङ्कर सपिङ हुँदैछ गाइज भाइलाई हेर्न सक्नुहुन्छ सबै अहिले आफ्नो फेभरेट चिजहरू निकाल्न लागेको छ के सपिङ गरियो हो आमा हेर त यसको फेभरेट गाइज हाम्रो भाइलाई किराना सपिङ चाहिँ राम्रै गर्न आउँछ भाइले गरिदिन्छ सबै गाइज दिस इज इन्टरनेसनल मार्केट कस्तो लागिरहेछ त लास्टै धेरै भिड छ गाइज मान्छे पनि उस्तै जाने मान्छे पनि उत्तिकै एउटा गफाडी पनि उत्तिकै छन् गफाडी यतिकै छैनन् भाइको जुत्ताको फेरि लेस खुस्केलु मिलाउनुहोस् अब हामी यता जान्छौँ किनभने मैले अझै मेरो सबै सपिङहरू भयो होइन तर मैले अझै मेरो 2टा सपिङ गरेरै बाँकी छ हेरेको छौँ जुत्ता चप्पलको बजार तपाईँले देख्न सक्नुहुन्छ हेर्न त हेऱ्यो होइन तर साह्रै यस्तो हुन्छ क्या धेरै देखेपछि कुन किन्नु भइहाल्छ मलाई त मेरो समस्या भाइ जुत्ता यहाँ रहेछ यार लेडिजमा राम्रो यता पनि रहेछ म किनिदिहाल्छु तैँले मलाई किनिदिन्छस् कि साँच्चै हो मैले पत्याउँ किनेर हातैमा दिइहाल्छु पेमेन्ट गरिदिनु कस्तो खालको रहेछ पेमेन्ट भयो राम्रो चप्पल हेरेर अरे दाइको पसल रहेछ यो गाइज मैले किने चप्पल यहाँ दाइको सबबाट दाइ आइ भनिदिनु म भ्लग गर्दैछु लु राखौँ त दाजु गाइज जो पनि आयो भने चाहिँ कन्फ्युज हुने रहेछ धेरै चिज छ के किन्नु हुन्छ होइन यस्तै छ माहौल हामीले तर किन्यौँ फाइनली भाइले पनि एउटा किनो भाइ गलो एकदमै ठिकै छ अब जाने अब हामी फर्किनुपर्छ सपिङ ओभरलोडेड भाइ ओभरलोडेड भयो ठिकै छ अब सक्यो लगभग अघिदेखि कतिचोटि भयो सक्यो भनेको 3 चोटि ठिकै छ अब सकिन्छ यहाँबाट हामी किन्यौँ यहाँ हुनुहुन्छ दाइ हेलो भनिदिनु भरे युट्युबमा आउनुहुन्छ वेलकम टु जोगबनी दिदीलाई नि सब्स्क्राइब लाइक गर्नु गेटैको पसल भाइलाई हेर्नु यो यसको फेभरेट नै यही हो होइन कहाँबाट भेट्छ क्या यसले हामी हिँड्दै थियौँ होइन उता अनि उहाँ जाउँ भनेर लास्टमा यहाँ आएर यसले त किनिराख्यो के अरू नथिङ अरूलाई केही चाहिएकै छैन कुरमुरे भयो काफी हो अनि यता रहेछ चाउमिन के जाति तर हामी स्ट्रिट फुड यहाँबाट चाहिँ खान सक्दैनौँ अब राम्ररी झोलामा हाल्नु यहाँ राख्नु यहाँ राख
यता राखेर झोलामा यता राखेर नि झोलामा राम्ररी उयो गर्नु अनि त्यसपछि जानुपर्छ अब चाहिँ अघिदेखि गाई यो चाहिँ हाम्रो लास्ट हो हैन 4 जोडी भएन भनेको अब जानुपर्छ तर हामी गएको छैनौँ अनि अघि नै मतलब अब यो भिडियोमा आउँदैन अगाडिकै भिडियोमा हामीले ट्रेन हेर्ने भनेको थियौँ तर ट्रेनको आवाज त खोइ अहिलेसम्म सुनेन गाइस ट्रेन त राखेको भएछन् कुदाएन नि यार हामी आयौँ भनेर राम्रो प्याकिङ गर्दैछ अब चाहिँ हामी घर जान्छौँ फाइनली निस्किँदैछौँ हेरौँ के हुन्छ अझै भूकम्प आउँछ जस्तो छ गाइस आज त के हो यस्तो पारा भइरहेछ जोगमनीको यस्तो अस्तव्यस्त बिजी बाटो ल गाइस हामीले इन्टरनेसनल ट्रेन पनि चढ्न त चढ्यौँ कुदेको थिएँ होइन अनि अहिले हामी बसमा छौँ त्यो पनि कुदेको छैन तर यो त कुद्छ विराटनगर त पुर्याउँछ नि त गाइस बसमा तपाईँहरूले देख्न सक्नुहुन्छ यता छ जोगमनीको बजार होइन ड्राइभर अङ्कल हो कि ड्राइभर दाइ हो हुनुहुन्न अहिले तर अब सिनेमा हुनुहुन्छ होला अनि अब हामी चाहिँ फाइनली विराटनगरतिर लाग्दैछौँ हाम्रो सपिङ सक्यो 4 बजी कति बजी हिँडेको थियौँ बिहान अघि हामी जोगमनी आउँदा कति बजी 11 लगभग 11 बजेको थियो अहिले 4 बज्दैछ भगवान् हामीले त आज स्कुलै पढ्यौँ 6 घन्टा ठिकै छ यस्तै भयो रमाइलो भएको छ अहिलेसम्म अब हामी जाँदैछौँ विराटनगरतिर अनि त्यहाँदेखि उता गयो तपाईँलाई देखाउँला अहिले चाहिँ यति नै जोगमनीको सपिङ चाहिँ फाइनली सक्यो भाइ गलेर भुतुको भएको छ यसलाई भन्दै थियो होइन अनि बल्ल अब चाहिँ आइपुग्यो 4 जोटी अब जाने भनेर अब चाहिँ हामी जान लाग्दैछौँ फाइनली हामी छौँ जोगमनीदेखि विराटनगर जाने बाटोमा चाहिँ नेपाल र इन्डिया छुट्टिँदो रहेछ हाम्रो हालत त हामी देखाउन सक्ने अवस्थामै छैनौँ होइन यहाँ भूकम्प आइसकेको छ मेरो त झन् हालतमा पुरै नगरौँ यस्तै छ लास्टै भिड भएर गाडी अब त बेलुका हुँदै गयो अब त हाम्रो विराटनगरबाट घर जाने गाडी पनि पाउँछ कि पाउँदैन भनेर डर पो लाग्दैछ भाइ पाउँछ होला मेबी पाउँछ होला पाएन भने हामी विराटनगरमा बास बस्नुपर्छ होला बाटो चाहिँ राम्रो नि भाइ हाम्रो एकदम हाम्रो बाटो कहिले यस्तो हुन्छ होला यार यस्तो होइन योभन्दा बेटर हुन्छ हाम्रो भन्दैछन् भन्दा चाहिँ टाइम लागेगा ल गाइस हामी आइसकेको छौँ विराटनगर बसहरू लाग्न त लागिरहेछ हामीलाई हामी ठिकै टाइममा आएछौँ नि हामी त्यति लापरवाह पनि रहेनछौँ जति हामीलाई मम्मीले भन्नुहुन्छ ल हामी ठिकै टाइममा आइसकेका छौँ अब कुन गाडी जान आँटेको छ गाडी हेर्न सक्नुहुन्छ तपाईँले गाडीको लाइन लागिरहेछ यहाँ भाइ छ अब हामी गाडी चढ्ने भाइ गलिसकेको छ खाजा अघि खाएको होइन खाजा खाएकोलाई भिडियो गरेको थिएन नि त यहाँ के भयो चक्काभित्र हात किन पुग्नु भएको के भइरहेछ माग भइरहेको छ यस्तै त हो नि अब हामी जान्छौँ डल्फिनमा ल डल्फिनमा जान्छ यो पछाडिको जाऊँ न कि डल्फिनमा जानुपर्छ म सिट हुन्छ हौ अहिले अब उर्लाबारी अब हामी जाँदैछौँ डल्फिन फाइनली हामीले पायौँ सिट पुरै गाडी रिजर्भ यता बसौँ होला हौ अब चाहिँ ल यति बस्छौँ गाइज फाइनली आइपुगिसक्यो डल्फिन देखेर चाहिँ हामीलाई घरवाला फिलिङ आयो गाइज हामीलाई कि डल्फिन यातायातमा चढेपछि दाइले चाहिँ हाम्रो गाडी भाइरल हुन्छ भनेर गाडी भाइरल गराइदिनु होला है त डल्फिन यातायात होइन हाम्रो पूर्वमा त फेमस छ नि त होइन सगरमाथा र डल्फिन त एकदमै गाइज त्यस्तो भयो अब चाहिँ हामी भिडियो बनाउन सक्दैनौँ हामी गल्यौँ भाइको त हालत बिग्रिसक्यो मेरो पनि के भइसक्यो होला यहाँ थाहा छैन होइन कपाल सपाल भत्लाङ भइसक्यो होला त्यसैले आजको हाम्रो यो यात्रा चाहिँ हामीले यहीँ सक्यौँ र यो भ्लग पनि हामीले यहीँ सकिरहेको छौँ तपाईँलाई आजको भिडियो कस्तो लाग्यो भिडियो हेर्नु होला लाइक कमेन्ट गर्नु होला र मेरो च्यानललाई कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भनेर चाहिँ यसलाई यति नै खास त बाई बाई